गाइज जर्सी डिस्ट्रिब्युसन प्रोग्राम छ। यहाँ चाहिँ आङ छिरिङ शेर्पा सर अनि देव रिसाल, विकास सापकोटा, चितमान बस्नेत हुनुहुन्छ। सबै साथीलाई नमस्कार, गुड इभिनिङ। आउँदै गरेको लोसार हामी अस्ति पुस 15देखि मान्दै गर्दाखेरि अहिले हामी फागुनको अन्तिमसम्मले हामी लोसार मनाउँछौँ। पुस 15मा लोसार गुरुङले मनाएको थियो। भर्खरै तामाङ समुदायले लोसार मनाइरहेको छ र मनाउने अन्तिम चरणमा छ। आगामी फेब्रुअरी 19मा चाहिँ रोकेट छैन तोला लोसार, सनाम लोसार र मध्यनजर राखेर यसपटक नर्थ क्यानाडाको आर्टिपी क्षेत्रमा पहिलोपटक हामीले लोसार कप आयोजना गर्ने जमर्को गरेका छौँ। र यो लोसार कप गर्दै गर्दाखेरि हामीलाई हाम्रो आयोजक समितिका साथीहरू विकास सापकोटा, जीवन नेपाली, विजय गुरुङ, टङ्कल लिम्बू, भूपाल कोइराला, देव रिसाल लगायतका हाम्रो धेरै साथीहरू हुनुहुन्छ र हाम्रो क्याप्टेन साथीहरू हुन्छ। उहाँहरूको यो सहयोगमा र उहाँहरूको जुन एउटा हौसला र उहाँहरूले दिनुभएको एउटा चाहिँ सरसल्लाह र सुझावकै अनुसार र त्यही सहयोगको अनुसार हामीले यो कार्यक्रम गर्न गइरहेका छौँ। र निश्चय नै यो कार्यक्रम हामी अहिले आयोजक कमिटीले मात्रै गरेर पनि यो सम्भव थिएन। हाम्रो लागि आज यो कार्यक्रम गर्नको लागि हामीलाई आर्थिक रूपमा त्यत्तिकै खर्च पर्ने अवस्था भयो र त्यसको लागि यो आर्थिक अवस्थालाई चाहिँ सुखद बनाउन र सहज बनाउन र यो कार्यक्रम सफल बनाउन हामीलाई हाम्रो नर्थ क्यारोलाइनामा विभिन्न व्यवसायमा चाहिँ एकदमै सफलता हासिल गरेका हाम्रो व्यवसाय साथीहरू यहाँ हाम्रो सामु हुनुहुन्छ र उहाँहरूले हामीलाई सहयोग गर्नुभएको छ। निश्चय नै उहाँहरूको सहयोगको कारणले आज हामीले यो कार्यक्रम गर्न गइरहेका छौँ र हामी सबैको यो अथक प्रयासमा पनि आशा गरेको छु यो लोसार कप सफल हुनेछ भनेर। र आज हामी अब यो अर्को लोसार कपमा टी सर्ट बनाएको र त्यो टी सर्ट वितरण कार्यक्रम राखेका छौँ र हाम्रो यसपल्ट 8वटा टिमले भएको छ र 8वटा टिम पनि विभिन्न नाम छ। हाम्रो बौद्धना एफसी, भैरवनाथ एफसी, पशुपतिनाथ एफसी, लुम्बिनी एफसी, नवबुद्ध एफसी, मञ्जुश्री एफसी, मृत्युनाथ एफसी र स्वयम्भू एफसी गरी विभिन्न 8 टिमले यसपटकको प्रतियोगितामा चाहिँ भाग लिनुभएको छ। निश्चय नै खेल रमाइलो हुन्छ भन्ने हामीले आशा लिएको छौँ। र अब म ढिला नगरिकन यो जर्सी वितरण कार्यक्रम अगाडि बढाउन चाहन्छु र यसपटकको यो जर्सी वितरणको लागि सबैभन्दा पहिला बौद्धनाथ एफसीका क्याप्टेन नरेन थापा नरेनजी हुनुहुन्न। नरेनजीको अहिले सुशील ल्याउनु भएको छ
उहाँलाई म बौद्धनाथ एफसीको जर्सी दिनको लागि अनुरोध गर्दछु। यो बौद्धनाथ एफसीको टी-सर्ट हस्तान्तरण गरिदिनको लागि हामी हाम्रो प्रायोजक मित्र हाम्रो जितमान बस्नेजीलाई यो हस्तान्तरण गरिदिन हार्दिक अनुरोध गर्छु। त्यसै गरी यो क्याप्टेनको बिल्ला पनि तपाईँले नरेन्द्रको लागि थ्याङ्क यू सो मच जितनजी, थ्याङ्क यू सो मच तपाईँको सहयोगको लागि। त्यसपछि पशुपतिनाथ एफसीको हाम्रो क्याप्टेन प्रभात बस्नेतजीलाई म यहाँ अगाडि बोलाउन चाहन्छु र यो प्रभातजी पशुपति एफसीको जर्सी वितरण गरिदिन हाम्रो रियल्टर प्रेम दादा पनि म अगाडि बोलाउन चाहन्छु। थ्याङ्क यू सो मच भाइ। त्यसपछि नवबुद्ध एफसीका हाम्रा क्याप्टेन मित्र प्रदीन थापा मगरलाई अगाडि दिन चाहन्छु। उहाँको लागि हाम्रो विकास सापकोटाले प्रदान गरिदिनु भएको छ। त्यसै गरेर मुक्तिनाथ एफसीको क्याप्टेन विवेक तामाङलाई म अगाडि बढाउन चाहन्छु र मुक्तिनाथ एफसीको क्याप्टेनलाई टी-सर्ट वितरण गरिदिनु हुन म रियल्टर अनिल शाहलाई म अगाडि बढाउन चाहन्छु। त्यसपछि लुम्बिनी एफसीका क्याप्टेन जीवन नेपालीजीलाई म अगाडि बढाउन चाहन्छु। लुम्बिनी एफसीलाई जर्सी वितरण गरिदिनको लागि म नेपाल हाउसका माधव ढकालजीलाई म अगाडि बढाउन चाहन्छु। थ्याङ्क यू सो मच नामजी। यस्तै गरेर मञ्जुश्री एफसीका क्याप्टेन अञ्जल कार्की कार्कीको टिम हाम्रो मञ्जुश्री एफसीको प्लेयर हाम्रो विजय गुरुङजी उहाँलाई म अगाडि बढाउन चाहन्छु। र उहाँको मञ्जुश्री एफसीलाई जर्सी वितरण गरिदिनुको लागि म एनसिएनसीका कोषाध्यक्ष हाम्रो मित्र अभिषेक पोखरेललाई म अगाडि बोलाउन चाहन्छु। Thank you so much, Abhishek ji, र thank you so much NCNC। त्यसै गरेर सोमनाथ एफसीका क्याप्टेन सुनिल केसीजीलाई म अगाडि बढाउन चाहन्छु। सोमनाथको क्याप्टेन सुनिल केसीजीलाई म जर्सी वितरण गरिदिनको लागि हाम्रो आज कमिटीका मित्र हाम्रो चाहिँ आइटीका हाम्रो चाहिँ मिडिया कोअर्डिनेटर हाम्रो देवजीलाई म जर्सी वितरण गरिदिनुमा अनुरोध गर्छु। कस्तो हातै चिसो भयो। अब भैरवनाथ एफसी का क्याप्टेन अशोक सुवेदी, तर उहाँ
अहिले बाहिर हुनु भएकोले गर्दाखेरि उहाँको अनुपस्थितिमा हाम्रो सहायक क्याप्टेन भनौँ कि अब कार्यवाहक क्याप्टेन निराजन कार्कीजीलाई म यहाँ अगाडि बढ्न चाहन्छु। उहाँलाई जर्सी वितरण गरिदिनु म विजय गुरुङ विजयजीलाई हाम्रो विजयजी लोसार पार्टी कार्यक्रमको पनि कोर्डिनेटर हुनुहुन्छ। थ्याङ्क यू सो मच निराजनजी। अब हाम्रो जर्सी डिस्ट्रिब्युसनको कार्यक्रम लगभग सकियो। हामी यो कार्यक्रम पछाडि चाहिँ एउटा सानो यो समापन जस्तै भनौँ अथवा यसलाई चाहिँ अब एउटा आकर्षक रूपमा हामीले यसपल्ट चाहिँ रनिङ स्कुलमा यसरी कप बनाएको छौँ र यो कप चाहिँ डिस्प्ले गरिदिन हाम्रो एनसिएलसीका कोषाध्यक्ष अभिषेक मिना चाहिँ म जालिदिन हुन अगाडि बढ्दैछु। सुरुमा तपाईँले डिस्प्ले गर्नु त्यसपछि भोलि जितेको गाडी साथीहरूले चाहिँ जानुहुन्छ। धार्ने हुनु पर्यो। यस्तो छ हाम्रो कप। ल धन्यवाद हाम्रो प्राय साथीहरू। हाम्रो रियल्टर दुकान बस्नेतजी समाजसेवी हुनुहुन्छ, उहाँले धेरै सहयोग गर्नुभएको छ तपाईँलाई। अनिलजी, प्रेम दाई, माधवजीदेखि लगायत हाम्रा जति पनि हाम्रो साथीहरू हुन्छ उहाँहरू जस्तै मम्मा मान्डु, मम्मा हाउस, अनिल शाह, एनसिएनसी, प्रेम दाई, त्यसपछि हाम्रो सन्तोष खतिवडा र हामीलाई गोल्ड स्पोन्सर गर्ने हाम्रो दिन्दु लामा हेर्नु उहाँलाई हामी एकदमै सम्झिन चाहन्छौँ। उहाँले हामीलाई गोल्ड स्पोन्सर गर्नुभएको छ। उहाँ हामीलाई उपस्थित हुनुभएन कार्यविषयले गर्दाखेरि र उहाँलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गरेर अरू पनि हाम्रो धेरै सपोर्टर साथीहरू हुनुहुन्छ, उहाँहरूको नाम अहिले हामी अब धेरै टाइम अभावले गर्दाखेरि बोल्न सकिनँ। हामी निश्चय नै उहाँहरूको सबै हामी भोलि डिस्प्ले गर्छौँ। दोस्रो पार्टीको दिनमा पनि हामी स्लाइड मार्फत चाहिँ जसले हामीलाई सहयोग गर्नुभएको छ सबैको हामी डिस्प्ले गर्छौँ र फाइनलको दिनमा पनि हामी उहाँहरूलाई चाहिँ त्यो हिसाबले एनाउन्स गरेर हामी इन्फर्मेसन गर्छौँ। अहिलेलाई थ्याङ्क यू सो मच। र हाम्रो फाइनल मार्चको 7 तारिक हो र 7 तारिकको फाइनल सकेको बेलुका चाहिँ हामी लोसार पार्टी पनि गर्दैछौँ। लोसार पार्टीमा तपाईँ सबैजनाको उपस्थितिको लागि म हार्दिक अनुरोध गर्दछु र त्यसको हाम्रो लोसार पार्टीको संयोजक हाम्रो विजयजी हुनुहुन्छ। म विजयजीले एक दुई शब्द लगाएर अलिक छेउमा सुब्बासर पार्टी हामीले चाहिँ 6 बजीबाट 10 बजीसम्म चाहिँ हाम्रो त्यो इभेन्टको लागि सबैलाई इन्भाइटेड छ। तपाईँ आउनु पऱ्यो, रमाइलो गर्नु पऱ्यो। त्यसको लागि सेलिब्रेसन अफ द लोसार पार्टी हुन्छ। परिवारसँग एकै होइन सबै परिवारसँग आउनु पऱ्यो है। त्यो टिकट पनि छ त्यसको लागि। यो जग्गामा पर्छ नजिकै रेस्टुरेन्ट इन्डियन रेस्टुरेन्ट हो 55 हाइवेको नजिकै छ। मैले त ए हो सबै आइदिनु होला। टिकटको लागि चाहिँ हामी सबै क्याप्टनहरू हाम्रो टिकटको लागि सबै क्याप्टनहरूले पनि अहिले त्यो अघि के भन्दै टिमको थाहा गरेर होला। थ्याङ्क यू सो मच। मैले अहिले सपोर्टरहरूको नाम भर्खर पाएँ, मैले अघि मसँग प्राप्त भएको थियो, अहिले मैले प्राप्त गरेँ। हाम्रो यो लोसार कपलाई चाहिँ विशेष सपोर्ट गर्ने हाम्रो साथीहरू हुनुहुन्छ। भरत सुवेदी, समयम लामिछाने, पुष्पन रेग्मी, डक्टर युवराज पौडेल र विवेक तामाङ, हिमालयन अटो। थ्याङ्क यू सो मच। हामी तपाईँहरूको सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छौँ। यस्तै किसिमको सहयोग गरिरहौँ हाम्रो कम्युनिटीमा। त्यसै नवराज सुवेदीजीले पनि हामीलाई सहयोग गर्नुभएको छ। भरत सुवेदीजी, तपाईँहरूको यस्तै किसिमको सहयोग रह्यो भने हामी कम्युनिटीमा अवश्य पनि एक आपसमा सद्भाव, एकता र हाम्रो कम्युनिटी बलियो हुने कार्यक्रम हुनेछ। थ्याङ्क यू सो मच। र सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। क्याप्टेन साथीहरू तपाईँ सबैलाई एकदमै धेरै धेरै चाहिँ शुभकामना छ। गुड लक।
हामी एउटा ग्रुप फोटो एउटा खिच्यो कि साथी तपाईँ अपनियन हो एउटा ग्रुप फोटो खिच्यो भन्ने कुरा हो एउटा गेममा म छु बस एउटा सन्डेको गेममा चाहिँ म बस्छु भनेको छु सेकेन्ड विकलाई चाहिँ भ्याउँछु सन्डेलाई भ्याउँछु फेरि अरूलाई भ्याउँछु सेकेन्ड विकलाई चाहिँ भ्याउँछु सन्डे एउटा चाहिँ भ्याउँछु स्याटरडे भ्याउँदिनँ क्या स्याटरडे टिममा म मुक्तिला ए तपाईँ खेले पनि लाइन्समा बस्ने हो खेलेको मान्छे पनि लाइन्समा बस्ने हो पाउँछ होला नि त्यो त अर्को टिमको लाइन्सम्यान बस्नु पाउँदैन के छ अलिक सेम ग्रुप भयो भए त ठुलो छ होला टिकट विजयजीसँग दिन सक्नुहुन्छ तपाईँको फ्यामिली तपाईँहरूको टिमको साथीहरूलाई अलिक क्लोज लिएर अलिक क्लोज माइक्रोफोन क्लोज लिएर हाम्रो आदरणीय क्याप्टेन सरहरूलाई चाहिँ हामी अनुरोध गर्दछौँ भने हजुरहरूले एकैपल्ट टिकट लगेर यो हाम्रो अहिले लगाएर जाने This is our first Losa Cup in RTP. This is our winner team Gan beer हालेर चाहिँ हैन माथिबाटै पोखाउने खालको हो हाम्रो केभिन सरले अहिले उठाइसक्नु भएको छ लाइभ चलिरहेछ है भागिसक्यो दाइ यो त गइरहेछ